सो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल स्मी कृष्ण छेत्री आइए सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै धेरै एक्साइटेड छु आज धेरै दिनपछि म भ्लगमा आएको छु कतै फटाफट बोल्दै अनि हाम्रो दाइको ल भाइ बोल्दिन्छ हाम्रो दाइको भिडियोमा सबैजनाले सपोर्ट देखाइदिनु होला माया देखाइदिनु होला अनि धेरै पछि भ्लग बनाउँदै हुनुहुन्छ अनि आज चाहिँ हामी आएका छौँ दोगरे पनि हैन के भाइ लभ डाँडा त्यसमै सबैजना कपाल जना आएपछि त सिंह बाहिर हामी चाहिँ भ्लग बनाउन आइरहेको छौँ होइन त्यही भएर सबैजनालाई हेर्नु लान्दिनसँग अनि आजको भिडियोमा के हुन्छ कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला अनि यस्तै भिडियो हेर्नको लागि सपोर्ट गरेर राख्नु होला तर हाम्रो भिडियो यस्तो के ड्रेस हुन्छ नि हल्का माथि भ्लगको लागि मात्रै हल्का म्याच सर्ट भन्दा बेस्ट मात्रै पावर ब्याङ्क बोकिन आएका छौँ पावर ब्याङ्कको हालत चाहिँ यस्तो छ नि आइफोन कता आइफोन अनि एन्ड्रोइड अनि यो चाहिँ ल्यापटपको लागि जे मन लाग्छ होइन हजुरकोमा लाग्छ हजुरकोमा लगाउनु चाहन्छ भने हजुरकोमा लाग्छ तू समझा हाँ नहीं तू समझा नहीं अनि हामी चाहिँ तलबाट चाहिँ होइन तल हाम्रो कपडा हेर्नु यस्तो छ कि यस्तो हामी यस्तो तालले भ्लग बनाउन आएको हुन्छौँ कि तर कपालहरू त्यस्तो बबाल भइदिन्छ कि यस्तो फेरि कपालमा फेरि कस्तो हुन्छ भनेपछि कपालमा फेरि सङ लिएर आउँछन् केटाहरूले होइन तर यस्तो के सङ ल्याउँछन् सङ ल्याएपछि यस्तो हुन्छ कि होइन मलाई थाहा छ कि मैले भोगेको चिज हो कि होइन त्यही भएर होइन हिँड्नुको अब यिनीहरूलाई जहाँ भेट्नु गाँठ पिलाइ गर्नु होला फेरि हात देखा त अनि यस्तो चाहिँ हाम्रो यता म बस्ने चाहिँ यता तुलसीपुर डाङ्गो लुम्बिनी प्रदेश यता देख्नु चाहिँ हाम्रो यस्तो छ नजारा हाम्रो यता भ्यू होइन अब ड्रोन किन्ने बनायो कि बाबु यार अनि यस्तो छ अनि अन्तिमसम्म हेरिदिनुलाई गाई चाहिँ म धेरै पछि आएको छु भ्लगमा होइन युट्युब च्यानलमा मेरो यो चाहिँ मेरो के भन्छन् नि हाम्रो यतापट्टि कस्तो हुन्छ होइन यता रातिको बेला कस्तो हुन्छ कपालहरू अनि यहाँ गेमहरू खेल्छन् होइन सब तपाईँलाई देखाउन चाहन्छु किनकि म भर्खर फेरि धेरै दिनपछि म भ्लगमा आएको छु नि त अनि त्यही भएर स्टार्टिङ हल्का हल्का सानोतिनो टक्क बार्न देखाउँछु यस्तो हुन्छ कि भन्नाले पनि पुरा कहाँ गएन भिडियोहरू बनाएको हुन्छ नि डाँडा पाखा यस्तो घुमघाम होइन त्यस्तो छैन कि हाम्रोमा होइन हामी के अरे मिडियम फ्यामिली के भन्छ नि त अब त्यो बाटो भन्नु न भन्दा त अब त मुख मेरो जिउ लाग्दैन त्यस्तो पैसा पनि हुँदैन हामी पनि मिडियम क्लासबाट हो हाम्रो स्कुल क्लास स्कुल चाहिँ अगाडि छ अनि त्यो भएर गाई त धेरै दिन पाउँदैन त्यहाँ टक्कर फोटो खिचिरहेको छन् कपालहरूले त्यो भएर चाहिँ हाम्रो इक्जाम चलिरहेको छ दुई भाइको त्यही भएर भ्लग पनि धेरै हाल्न पाउँदैन धेरै घुम्न पनि पाउँदैन त्यही भएर यसो तपाईँ घुमेको हाल्छु होइन कहिले कहिले राम्रो राम्रो भिडियो पनि हाल्न सक्छु होला होइन अब टाइम हुन्छ होइन समयको हुन्छ त्यही भएर गाईहरू देख्नुहुन्छ तपाईँले माया गरिदिनुलाई सुरुमा सबैको प्रगति गरेपछि होइन अगाडि जसको भन्नाले पनि के भन्छन् नि कोसिसका कवि हार्न यो त्यो भन्छ नि त्यस्तै हो होइन त्यही भएर देख्नुहुन्छ एकचोटि नजारा हाम्रो हेर्नुहोस् है भ्यू टक्क भएन यस्तै छ हाम्रो नजारा घरहरू बनाएको छ होइन तर यिनी घर चाहिँ अब बालिनले अब फाल्छ कि फाल्दैन त्यो चाहिँ थाहा भएन फाल्यो चाहिँ लास्टै घाँडामा पर्नेछ हेर न वा भाइले त उहिले हान्छ भाइ गेडा फुट्ला नि भाइ फेरि त्यो एउटा गाई छ होइन यस्तै छ अब हाम्रो यताको नजारा होइन भाइ हेर न ओ माई गड ल भाइ त लोडिसकेको छ हामी चाहिँ हाँसिरहेको छौँ ओए भाइ कन्टेन्ट ओए भाइ कस्तो लाग्यो मदको चोटलाई कहाँबाट चोट लाग्छ र के भाइ फेरि नदिएन फेरि पाप्ला फेरि गेरा खुर्छ भाइ छोडिदियो क्या समय समय राखी बहिनी हान्छ उहिले आन ओए
छोड यहाँ हाले यही हो कृष्ण भन्ने गाइस यता आउनुहुन्छ हाम्रो भाइको साइकल लगेर कता जानुभएको थियो अहिले चाहिँ आउनु भइसकेको छ काम भएन मैले गाई चलाउने नठगिने भन्छ कि होइन 1 वर्ष मैले 3-4 महिनापछि एक चोटि चलायो होला मैले अन्तिममा 3 चोटि चलायो होला मैले भिडियो बनाएको छ पोइन्ट च्यातेन भन्छ के भन्छ कसलाई हामी चाहिँ अब चाहिँ घर जान लागेको छौँ अनि साथीहरू भनेपछि माथितिर छन् साथीहरू भने माथितिर छन् अनि म भने यतातिर छौँ अनि बाबु त फेरि फुटबल खेल्न गएको थिइस् किन अघि न साइकल चलाउन आएको थिइस् अनि के त्यसले त साइकल भत्काइदिएछ त ओए कृष्ण देलके साइकलमा मजा ल्याइरहेछ अनि म पनि यता चाहिँ भ्लग बनाउन मजा ल्याइरहेको छु भन कसले मैले हाने देखिस् भने उहिले झस्किन्छस् के त त्यहाँ भाइको फाइट चलिरहेको छ गाई चाहिँ देख्नुहुन्छ मोटे भाइले त घाममा हानु भन्दा अर्को गइसक्यो अब हाने ल देख्नु सम्झाएन त्यहाँ लडिरहेको छन् दादा पनि लाग्यो के ले यस्तै गर्ने त्यसको नाक्छ बिचमा त चियर आउँछ ओए नलड्ने भन ओए भाइ किन भाइ यस्तो लडेन भाइ मलाई पकर यस्तो गर न ओए भाइ छुटाउँदा ओए भाइ ओए नलड्ने भाइ ओ भाइ नलड यस्तो नलड लड्न आउँदैन ओए भाइले भाइ यस्तो सानो याद आउँछ यार ओए हिमाल त कहाँ देखिन्छ यहाँबाट भाइ एउटा यस्तो बोलबल होइन क्या भाइ भ्याजु सकियो अनि पछि हात मिलाउने भाइ यस्तो न उही भाइ यस्तो नलर ओए भाइ यस्तो नलर देख्न त गाई त यहाँ झगडा गरेर हेर्न सक्नुहुन्छ यहाँ दाइ पनि लडाइमा ओए भाइ छोड न ओए नलर भाइ ओए भाइ नलर हात मिलाउ ल भाइ हात मिला न भाइ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है अहिले फेरि बोलिहाल्छन् दिदी यस्तो नलर भाइ यस्तो न ओए मोटे भाइ दुईटा मिलेर हान ल भाइ फेरि एकचोटि ल फेरि ल साथीहरू अब चाहिँ होइन अँध्यारो भइसकेको छ हाम्रो यता भाइ होइन मैले यता के भन्छ भने बिचमा भ्लग अफ गरेको थिएँ किनकि अब तपाईँहरू लफडा परेको थियो नि त होइन कुरा गरिरहेको थियो त्यसको मम्मी बाबा पनि आएको थियो त्यो मैले भिडियो इन गरेको थिएँ किनकि बनाएपछि झ्याउ हुन्छ नि त उसको मम्मी अभिभावकले देखेपछि त्यही भन्छ अनि एउटा कुरा गाइसहरू होइन मैले के भन्न आएको छु भनेपछि होइन हाम्रो यो पाथी खोला छ नि त हाम्रो यता दाङकुसीको अनि अघि यो हुन्छ नि अब मेरो धेरै भ्युज पनि जाँदैन कि होइन कोही हेर्न चाहन्छ भने यहाँका यताका होइन यता तुलसीपुरका अभिभावकज्यूहरू होइन भाइ बहिनीहरू देख्नु न पाथी खोला यस्तो चाहिँ फोहोर चाहिँ नगरिदिनु कि पहिला होइन यहीँबाट कपडा धुने नसार्नु हेर्दैन हाम्रोमा यहाँ के भन्छन् नि
यहीँबाट पहिला कपडा धुने नि त्यो कपडा लगाउने पुरा चिलाउने हुन्छ नि त त्यही भएर माथि मार्केटबाट कस्तो कस्तो फालेको हुन्छ होइन अनि त्यही पनि हो अनि यस्तो फोहोरहरू फालेको हुन्छ यहाँ कुकुरहरू मऱ्यो खाल्यो भने यस्तो नगरिदिउँ के भन्छ नि गाडिदिउँ होइन त्यसमा गाडिदिउँ राम्रो होइन पुरा गन्नाउने हुन्छ कि स्कुल पञ्च ट्याक्कै जस्तो पुरा गन्नाउने पहिला म नि पर्थेँ लास गन्नाउने हो कि त्यही भएर यस्तो पानी पहिला कति नुहाउँथेँ मान्छेहरू नुहाउनु त म पनि नुहाउँथेँ कि होइन अलि हामी बुझिसक्यौँ नि त त्यही भएर गाई चरो म भन्न चाहन्छु जब मान्छे बुझ्दैन त्यही बेलासम्म यस्तो गर्छ अनि जब मान्छे बुझ्छ लास्टै नराम्रो फिल गर्छ कि त्यही भएर हो अनि भन्न चाहन्छु कि मैले है गाई चरो यस्तो नगरिदिउँ होला है सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु त्यही भएन हो गाई चरो अब चाहिँ हामी ब्लग यहीँबाट इन गर्ने सोचेको छु ल कस्तो लाग्छ भनिदिनु ल त्यस्तो राम्रो त छैन कि होइन मलाई थाहा छ होइन त्यही भएर यस्तो भर्खर अबबाट भ्लग स्टार्ट गर्न भनेको छु होइन त्यही भएर अब सुरुको यस्तो भयो अनि पहिला पनि गरेको त्यो ब्लग होइन अहिले धेरै छोडेँ नि त मैले 5-6 महिना त्यही भएर फेरि बनाएको ल थ्याङ्क यू फर वाचिङ ल लास्टमा हेरेकोमा मनबाट माया छ